प्रधानमन्त्री बालेन शाहज्यूलाई भन्न चाहन्छु, नेपालमा विगतका धेरै अनुभवहरूबाट गुज्रेका नेता र बुद्धिजीवीहरू र विज्ञहरूको विशाल पंक्ति छ। ठुल्ठुला अप्ठ्यारा परिस्थितिहरूलाई निकास दिने हैसियत क्षमता राख्ने नेताहरूको पंक्ति छ। सुशासन, सामाजिक न्याय र समृद्धिको निम्ति लड्ने नेताहरूको पंक्ति पनि छ। लोकतन्त्रको निम्ति झन्डै 70 वर्षदेखि जेल नेल यातना थुप्रै थुप्रै भोगेका नेताहरूको पंक्ति पनि छ। उनीहरूको अनुभव लिन, उनीहरूसँग सहकार्य गर्न, उनीहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई केले रोक्या होला मलाई अनौठो लाग्छ। उहाँले, म आफैलाई भन्न चाहन्छु, उहाँले मलाई बोलाएर एकचोटि तपाईले पनि भ्रष्टाचारको विरुद्ध लड्छु भनेर सुरु त गर्नुभएको थियो, केले तपाईलाई सफल हुन दिएन भनेर सोधे पनि त हुन्थ्यो। केले रोक्या उहाँलाई? आफ्नै अहङ्कारले रोक्या हो कि म पर्याप्त छु मलाई कोही चाहिँदैन भन्ने खालको हो कि? यदि त्यसो हो भने त्यो दुर्भाग्यपूर्ण हो। चाहे नेपाली कांग्रेसमा भनौँ या नेकपा एमालेमा भनौँ या अन्य राजनीतिक दलहरूमा पनि आफ्ना धेरै सङ्घर्षका अनुभवहरू छन् जुन तपाईहरुको सरकारको लागि धेरै ठूलो सहयोगी हुन सक्छन्। ती अनुभवहरू, त्यो अनुभव लिन कन्जुस्याइ गर्नुपर्ने कुनै कारण छ र? मलाई लाग्छ त्यस्तो जति उदार मनले काम गर्न सक्यो त्यति देशको पनि जनताको पनि तपाईहरुकै पनि हित हुनेवाला छ। तपाईहरु जति संवादबाट टाढा जानुहुन्छ, जति प्रतिपक्षहरूलाई अवमूल्यन या अपमानित गर्नुहुन्छ या जनताको एउटा वर्ग तह तबकालाई व्यवस्था गर्ने कोसिस गर्नुहुन्छ, त्यति राष्ट्र पनि जनता पनि र तपाईहरु पनि हामी सबै अप्ठ्यारोमा पर्छौं भन्ने कुरा पनि म भन्न चाहन्छु। मैले अहिले देखा परेका अरु थुप्रै घटनाहरूको लामो व्याख्या गर्न सकिन्छ। अहिले म त्यतापट्टि मैले सुरुमै भने म जान चाहन्न। दुनियाँमा अप्ठ्यारो पर्दा मानिसहरूले ज्यान फाल्ने गरेका थुप्रै उदाहरणहरू छन्। हामी सबैलाई थाहा छ, दोस्रो विश्वयुद्धमा आफ्नो पराजय भइसकेपछि हिटलरले पहिला आफ्नो प्रेमिकालाई गोली हानेर र पछि आफैलाई गोली हानेर आत्महत्या गरेको घटना त हामी सबैले पढेकै छौं। यसलाई एउटा नकारात्मक परिघटनाको रूपमा हेर्यो भने थुप्रै व्यक्तिहरूले यो विषयमा दार्शनिक रूपले लेखहरू पनि लेखेका छन्। मान्छेले आफ्नो जीवनको औचित्य समाप्त भयो भन्ने ठान्यो भने उनले मृत्युवरण गर्न पाउँछ कि पाउँदैन?